मेरो जीवनको उद्देश्य के हो भनेर मैले कसरी जान्ने? मेरो जीवनको उद्देश्य के हो? यो प्रश्न धेरै गहिरो छ, तर यसको एउटै तुरुन्तै आउने जवाब हुँदैन। उद्देश्य खोजिने होइन, बनाइने कुरा हो, तर त्यसलाई खोज्ने ठोस तरिका छ। नम्बर 1, आफूलाई बुझ्ने 4 आधारहरू। जस्तै तपाईँ निम्न प्रश्नहरूमा शान्त भएर लेख्ने अभ्यास गर्नुहोस्। 1, मलाई के गर्दा समय बितेको थाहा हुँदैन? जुन काम गर्दा थकान कम र खुसी धेरै हुन्छ? 2, कुन कुराले मलाई पीडा हुन्छ, मन चसिन्छ? पीडामा पनि उद्देश्य लुकेको हुन्छ जसलाई सुधार्न मन लाग्छ। 3, म केमा राम्रो छु? सिप, प्रतिभा या अन्यले गरेको प्रशंसा एट्सेट्रा। 4, म कसको लागि कार्य गर्न चाहन्छु? परिवार, समुदाय, देश, विश्व? यी 4 को जोड नै उद्देश्यको दिशा हो। नम्बर 2, 5 व्हाई टेक्निक। किन 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 जुन चाहना छ 5 पटक किन सोध्ने। जस्तै म शिक्षक बन्न चाहन्छु, किन? म ज्ञान बाँड्न चाहन्छु, किन? अरूको भविष्य राम्रो होस्, किन? समाजमा असमानता घटोस्, किन? सबैलाई अवसर मिलोस्, किन? किनकि म आफै अवसरको अभावमा पीडित भएको छु। उद्देश्य भेटियो, सबैलाई अवसर दिलाउने शिक्षक। नम्बर 3, भविष्यको दृश्य बनाउनु, भिजनिङ। 10 वर्षपछि तपाईँ कहाँ हुनुहुन्छ? कस्तो जीवनशैली, कस्ता मानिसलाई मद्दत गर्दै हुनुहुन्छ? तपाईलाई किन सम्मान गरिएको छ? यसको स्पष्ट दृश्यको कल्पना गरौँ। नम्बर 4, एक्सन टेस्ट, काम गरेर थाहा पाउने। धेरैले सोचेर मात्र खोज्न खोज्छन्, तर गरेर थाहा हुन्छ। छोटो प्रयोगहरू गर्नुहोस्। स्वयंसेवा, विभिन्न सिप सिक्ने, विभिन्न पेसा अनुभव गर्ने। अनुभवले बताउँछ कुन बाटोले तपाईलाई बोलाइरहेको छ। नम्बर 5, उत्तर आफैसँग छ तर चुपचाप छ, र त्यो उत्तरलाई चिन्नको लागि के गर्ने त? ध्यान गर्ने, डायरी या नोट लेख्ने। प्रकृतिमा एक्लै हिँड्ने, मोबाइल, सोसल मिडियाबाट केही समय टाढा रहने। आफूलाई सुन्ने, आफूलाई बुझ्ने समय दियौँ भने उद्देश्य स्पष्ट हुँदै जानेछ। एउटा सरल एक्सर्साइज आजै गर्ने। प्रश्न तपाईको, उत्तर तपाईको। के गर्दा तपाईँ गर्व महसुस गर्नुहुन्छ? कुन समस्याले तपाईलाई सबैभन्दा धेरै दुखाउँछ या पीडा दिन्छ? तपाईले कसलाई सहयोग गर्दा मन खुसी हुन्छ? तपाईले मर्नु अघि के पूरा गर्न नपाएमा पछुताउनुहुनेछ? यी उत्तरको मिलानले नै तपाईको जीवन दिशा निर्धारित गर्नेछन्। वास्तविकता, उद्देश्य एकै दिन भेटिँदैन, तर हरेक दिन नजिकिन्छ। तपाईँ अहिले कुन चिजतर्फ तानिनु भएको छ? म तपाईलाई त्यो आधारमा तपाईको उद्देश्य क्लियर गर्न मद्दत गर्छु। यदि तपाईँ चाहनुहुन्छ भने यी 4 प्रश्नको उत्तर सोच्ने कोसिस गर्नुहोस्। नम्बर 1, तपाईले सधैँ गर्न मन लाग्ने काम। नम्बर 2, तपाईबाट समाज या अरूलाई कस्तो फाइदा पुग्न सक्छ? नम्बर 3, तपाईँ कुन कुरामा धेरै भावुक हुनुहुन्छ? नम्बर 4, तपाईको सबैभन्दा ठुलो डर वा बाधा के छ? तपाईको जवाफ सुनेर म तपाईलाई व्यक्तिगत रूपमा मेरो जीवनको उद्देश्य कस्तो हुन सक्छ भनेर मार्गदर्शन गर्नेछु। एक्जाम्पलको लागि यी प्रश्नहरूको जवाफ म आफ्नो व्यक्तिगत बुझाइबाट तयार पारेको छु। नम्बर 1, मलाई सधैँ गर्न मन लाग्ने काम। जस्तै गीत गाउन, प्रकृतिसँग रम्न, प्रेरणादायी भिडियोहरू बनाउन, पूजापाठ गर्न, गाउँमा जीवनयापन गर्न, ध्यान, योगाहरू गर्न एट्सेट्रा। नम्बर 2, मबाट समाजलाई पुग्न सक्ने फाइदा। मेरो दयालु स्वभाव भएको कारण कुनै पीडा भएको व्यक्ति तथा जीवजन्तुहरूप्रति सहयोगको भावना जागृत हुन्छ
र म शुद्ध शाकाहारी पनि हुँ। नम्बर 3, भावुक। कुनै व्यक्तिको पीडामा, कुनै जीवजन्तु तथा पशुपन्छीको पीडामा र भगवानप्रतिको विरहले मलाई अलि भावुक बनाउँछ। नम्बर 4, मेरो डर वा बाधा। मेरो खासै डर वा बाधा त छैन, तर कहिलेकाहीँ धेरै मानिसहरूको भिडमा अथवा कुनै रङ्गमञ्चमा बोल्न या एक्ट गर्न अलि असहज लाग्छ। मलाई लाग्छ यी मैले सोचेका उत्तरहरू अत्यन्त स्पष्ट, सुन्दर र गहिरा अर्थ भएका छन्। अब यी आधारबाट जीवन उद्देश्य, लाइफ पर्पसको सम्भावित दिशाहरू निकालौँ। तपाईँ कस्तो प्रकारको व्यक्ति हुनुहुन्छ अथवा म कस्तो प्रकारको व्यक्ति छु? आत्मिक, करुणामय, रचनाकार, प्रकृतिसँग जोडिएको, समाजलाई सेवा गर्न चाहने आदि इत्यादि। मेरो हृदय भगवान, प्रकृति र करुणा यी 3वटामा एकसाथ धड्किरहेको छ। अब मेरो सम्भावित जीवन उद्देश्य, कोर पर्पस, प्रकृति, सङ्गीत र अध्यात्म मार्फत मानिस र जीवजन्तुलाई आनन्द, शान्ति र आशा प्रदान गर्ने व्यक्ति बन्नु। यसलाई छोटकरीमा भन्दा हिलिङ थ्रो स्पिरिचुअलिटी एन्ड आर्ट, जस्तै गीत, पूजा या भक्ति, प्रेरणादायी सामग्री, प्रकृति या गाउँ, करुणा। मैले मानिसका मन र आत्मा दुवैलाई स्पर्श गर्ने क्षमता राख्छु। र अर्को, मेरा लागि 3 ठोस यात्रा, करियर प्लस पर्पस पाथ्स। नम्बर 1, स्पिरिचुअल कन्टेन्ट क्रिएटर, भजन, कीर्तन, शान्तिमय गीत, प्रेरणादायी अथवा धार्मिक सन्देशहरू, ध्यान अथवा योगका भिडियोहरू। मेरो आवाज र भक्तिले धेरैलाई आशा र शान्ति पुर्याउनेछ। नम्बर 2, कम्प्यासन बेस्ड सर्भिस पाथ, करुणामा आधारित सेवा मार्ग। पशुपन्छीको हेरचाह, पीडामा परेकालाई सहारा, ग्रामीण समुदायमा सेवा। मेरो दयाले धेरैको जीवन उज्यालो बनाउन सक्छ। नम्बर 3, भिलेज बेस्ड स्पिरिचुअल एन्ड क्रिएटिभ लाइफ स्टाइल, गाउँमा बस्ने, खेती प्रकृतिसँग रम्ने, आश्रम या योग ध्यान कार्यक्रम गर्ने, साना समूहलाई प्रेरणा दिने। यसको अर्थपूर्ण सारांश सादगीमै ठुलो प्रभाव। र अब मेरो डर, पब्लिक स्टेज फियर, मेरो इनर्जी हिडन साइड, रङ्गमञ्च या भिडमा असहजता हुनु, इन्ट्रोभर्ट, डिप फिलिङ भएको व्यक्ति। यो कमजोरी होइन, मैले सानो अडियन्सदेखि ठुलो अडियन्स अनुरूप चरणबाट अगाडि बढ्नुपर्ने। मैले सानो अडियन्सदेखि ठुलो अडियन्स अनुरूप चरणबाट अगाडि बढ्नुपर्नेछ। यसको सल्युसन भनेको पहिले क्यामेरा, मोबाइल अगाडि सुरु गर्नु र यसको बार प्र्याक्टिस गरिराख्नु। यो अभ्यास भिड नभए पनि हजारौँ मनमा पुग्न सक्छ। र अब मैले यहाँ 30 डेज पर्पस एक्टिभेसन प्लान मेरो लागि बनाएको छु। हप्ता, काम, लक्ष्य। पहिलो हप्ता 3 देखि 5 प्रेरणादायी अथवा भक्तिमय भिडियोहरू बनाउने। लक्ष्य आफ्नो आवाज विश्वलाई सुनाउने। दोस्रो हप्ता हरेक दिन 15 मिनेट प्रकृतिमा ध्यान गर्ने। लक्ष्य आफ्नो इनर्जी उच्च बनाउने। तेस्रो हप्ता 2-3 पटक स्वयंसेवा अथवा पशु सहयोग गतिविधिहरू गर्ने। लक्ष्य करुणालाई कर्ममा बदल्ने। चौथो हप्ता छोटो लाइफ म्यासेज लेख्ने अथवा बोल्ने। लक्ष्य आत्मविश्वास र प्रभाव बढाउने। र 1 महिनापछि मलाई कता बढी बोलाएको छ भन्ने कुरा प्रष्ट देखिन्छ। मेरो सार, आइडेन्टिटी स्टेटमेन्ट। म एक भक्तिमय कलाकार हुँ। मेरो गीत, माया र सेवा पीडित हृदयलाई शान्ति दिन जन्मिएका छन्। यी शब्दहरू मेरो जीवन मार्गदर्शक वाक्य बन्न सक्छन्। अब एउटा सानो तर महत्त्वपूर्ण प्रश्न, मेरो भित्री आवाज कुनतर्फ बढी बोलिरहेको छ अथवा कतातिर इसारा गरिरहेको छ? यी मध्ये कुन बाटो मलाई उपयुक्त लाग्छ? नम्बर 1, स्पिरिचुअल
कन्टेन्ट क्रिएटर। नम्बर बी कम्प्यासन एन्ड सर्भिस। नम्बर सी भिलेज बेस्ड स्पिरिचुअल लिभिङ। नम्बर डी यी तीनै जोडेर हाइब्रिड पाथ। जस्तै मैले एबिसिडी मध्ये एक छाने भने त्यही अनुसार व्यावसायिक योजना, कौशल विकास, रोजगारी अथवा आय मार्ग सबै मिलाएर मेरो जीवनको उद्देश्यको रोडम्याप कस्तो तयार हुन सक्छ त अब त्यो बुझौँ। र म यहाँ नम्बर डी चुज गरेँ, हाइब्रिड पाथ। मानौ यो नै मेरो सबै गुणहरू मिल्ने सर्वश्रेष्ठ यात्रा हो भने अबको मेरो लक्ष्य स्पिरिचुअल, क्रिएटिभ, कम्प्यासनेट, नेचर बेस्ड लाइफ। सायद मेरो सपनाको जीवन यस्तै देखिन्छ। मेरो जीवन उद्देश्य, दृश्य, स्रोत, आय सबै एकैमा। मेरो हाइब्रिड पर्पस रोडम्याप। नम्बर 1 आध्यात्मिक प्रेरणादायी कलाकार। भजन कीर्तन, प्रकृतिमा भक्तिमय गीत, जीवन प्रेरणा दिने छोटा सन्देशहरू। उद्देश्य धेरै मनलाई शान्ति दिनु। 2 करुणा आधारित समाज सेवा, जस्तै पशुपन्छी सहयोग, पीडितलाई सान्त्वना, दयाबारे सचेतना फैलाउने। उद्देश्य म आफूभित्रको करुणालाई कर्ममा बदल्ने। 3 गाउँ तथा प्रकृतिमा आध्यात्मिक केन्द्र अथवा रिट्रिट, जस्तै योग, ध्यान कार्यक्रम, भक्ति, सङ्गीत, हिलिङ सेसन्स, प्राकृतिक जीवनशैली। उद्देश्य नजिकबाट जीवन परिवर्तन। मेरो ब्रान्ड आइडेन्टिटी भक्ति सागर एन्ड नेचर हिलर, अथवा नेपालीमा भक्ति प्रकृति साधक अथवा प्रेम करुणा यायावर। यही मध्येबाट छाने नि भो र अरू नै नयाँ टपिक्स बनाए नि भो, र त्यसबाट मैले एउटा लोगो पनि डिजाइन गर्नु पर्यो। र मैले 6 महिनाको मास्टर प्लान पनि बनाएको छु। फर्स्ट मन्थ 10 भक्तिमय प्रेरणादायी भिडियो बनाउने, रिजल्ट्स अनलाइन प्रेजेन्स सुरु। सेकेन्ड मन्थ योग, ध्यान, पशु सहयोग तथा भ्लग्सहरू बनाउने, रिजल्ट पर्पस इनर्जी प्लस अडियन्स ग्रो। थर्ड मन्थ फेस कन्फिडेन्स, जस्तै भजन लाइभ छोटो स्तरको, रिजल्ट स्टेज फियर घट्ने। फोर्थ मन्थ लोकल भक्ति इभेन्ट्स, घर अथवा कुनै आश्रममा, रिजल्ट कम्युनिटी इम्प्याक्ट। फिफ्थ मन्थ स्पोन्सरसिप प्लस एनजिओ कोल्याब, रिजल्ट इन्कम प्लस नेटवर्क। 6 मन्थ मिनी रिट्रिट एन्ड हिलिङ मिटअप। 6 महिनापछि म ऊर्जावान, प्रभावशाली, आत्मविश्वासी रूपले देखिनेछु। अब मेरो मनभित्र लुकेको एउटा ठुलो सत्य मलाई भगवानको प्रेम, आस्था र सद्भाव गीत र करुणा मार्फत फैलाउन जन्म दिएको हो। म सिर्फ मनोरञ्जन होइन, मुक्ति र आशा दिन चाहने कलाकार हुँ। अब यहाँबाट सुरु गर्ने 3 स्टेप। 1 युट्युब, फेसबुक पेज बनाउने, नाम भक्ति एन्ड नेचर सजेस्टमा अथवा अरू कुनै। 2 1 मिनेटको पहिलो भिडियो, प्रकृतिमा अथवा सानो भजन वा सकारात्मक सन्देश, जस्तै पीडामा पनि भगवान नजिक हुनुहुन्छ जस्ता। 3 साप्ताहिक 2 पोस्ट टार्गेट। र यसको लागि म आफूलाई यी सम्पूर्ण चिजहरूबाट मार्गदर्शन गर्छु, जस्तै कन्टेन्ट आइडिया, स्क्रिप्ट लेख्ने, भोइस अथवा एक्ट गाइडेन्स, मेडिटेसन फ्लो, इन्कम मोडल, रिट्रिट डेभलपमेन्ट ब्लुप्रिन्ट एक्सेट्रा। नाउ आई निड सम इन्फर्मेसन। अब मलाई एउटा जानकारी चाहियो। व्हाट अबाउट, के को बारेमा त? मैले पहिलो 10 भिडियोहरू कुन विषयमा बनाउँदा ठिक होला त? जस्तै भजन कीर्तन, प्रकृतिमा प्रेरणादायी सन्देश, ध्यान, योग मार्गदर्शन, दयामय एनिमल केयर सन्देश, 3-4 मिसाएर मिश्रित श्रृङ्खला। अब म ABCDE मध्ये जुन शैलीबाट सुरु गर्न चाहन्छु त्यो छानेर म तुरुन्तै पहिलो भिडियोको स्क्रिप्ट बनाउनपट्टि लाग्छु। र मैले यहाँ नम्बर E मिश्रित श्रृङ्खला चुज गरेँ। यसले मेरो सम्पूर्ण एसेन्स के देखाउँछ त भन्दा भक्ति, प्रकृति, ध्यान र करुणा। अब म 10 भिडियोको तयार ब्लुप्रिन्ट बनाउँछु र यस अनुसार नै म आफूमा छायाङ्कन गर्न सुरु गर्छु।
भक्ति, प्रकृति, करुणा एपिसोड 1 to एपिसोड 10 सिरिज र जस्तै एपिसोड 1 सुरुवात भक्ति प्रकृतिसँग, लोकेसन नदी किनार अथवा हरियाली वातावरण, स्क्रिप्ट एक्सर्प प्रकृतिको प्रत्येक सासमा भगवानको सङ्गीत लुकेका छन्। एपिसोड 2 दयाको बिउ, पशुपन्छीलाई पानी अथवा खाना खुवाउने दृश्य, म्यासेज दयाले हामीलाई भगवान नजिक पुर्याउँछ। एपिसोड 3 मन शान्त गर्ने 1 मिनेट ध्यान, सरल गाइडेड ब्रिदिङ, ब्याकग्राउन्ड घाँसमा बसेर। एपिसोड 4 भक्ति गीत, हे नाथ साथ दे, सर्ट भजन लाइक 32-45 सेकेन्ड ओन्ली, भ्युवर रिटेन्सन हाई। एपिसोड 5 गाउँको शुद्ध जीवन, किसान, बगैँचा, सूर्योदय, म्यासेज सादगी, आनन्द। एपिसोड 6 पीडामा साथ, कम्प्यासन टल्क, मान्छेको दुःखमा हात समाउने अथवा साथ दिने, इमोसनल कनेक्सन ग्रोथ। एपिसोड 7 प्रकृतिमा भजन कीर्तन झल्को, सानो मृदङ्ग ताल छ भने उत्तम, कुनै वाद्यवादन बजाउन आउँछ भने राम्रो र आउँदैन भने पनि सिक्नु पर्यो। भिजुअल पहाड अथवा बोट बिरुवासँग। एपिसोड 8 मायाले दुनियाँ बन्छ, एनिमल रेस्क्यु म्यासेज, जस्तै एक बिरालो, कुकुर या कुनै पशुपक्षीलाई ममतापूर्वक समाउने, आश्रय दिने या अरू नै केही। एपिसोड 9 2 मिनट योगा प्लस डेभोसन ब्रिदिङ, जस्तै ओम नमो नारायण, स्लो ब्रिदिङ प्लस नेचर सर्च। एपिसोड 10 आत्माको यात्रा, मिनी स्टोरी, रहर किन यो यात्रा, अडियन्स इमोसनल कनेक्सन र मेरो सिग्नेचर स्टाइल ब्रान्ड याने, एलिमेन्ट एन्ड विवरण, भोइस कोमल भावपूर्ण, भिजुअल प्रकृति, हरियाली, पानी, सिम्बल रुद्राक्ष, शिव शक्ति तत्त्व, थिम भक्ति प्लस करुणा प्लस हिलिङ, टोन शान्त, गहिरो र प्रेमपूर्ण, अडियन्स फिलिङ्स आफ्टर वाचिङ, मन शान्त भयो, आशा जाग्यो, यो नै मेरो प्रभाव हो। किक स्टार्ट योजना 1 विक, दिन काम, डे 1 पेज या च्यानल नेम फाइनल, डे 2 एपिसोड 1 एन्ड एपिसोड 2 सुट, डे 3 एपिसोड 3 सुट एन्ड एडिटिङ, डे 4 एपिसोड 1 लन्च, डे 5 to 7 एपिसोड 2 and 3 लन्च प्लस एनालाइज। 3 पोस्ट पछि नै मेरो आइडेन्टिटी सबैलाई थाहा हुनेछ। र अब फर्स्ट अफ अल 2 एपिसोडको पूर्ण स्क्रिप्ट रेडी, सिधै क्यामेरामा बोल्ने। एपिसोड 1 स्क्रिप्ट सुरुवात। नमस्ते, प्रकृति हाम्रो पहिलो मन्दिर हो, यहाँ हाम्रा सास सासमा भगवानको स्पर्श छ। आजबाट म हजुरहरूको मनलाई गीत, ध्यान, करुणा र भक्ति मार्फत शान्तिको बाटोमा साथ दिने कोसिस गर्नेछु। हामी सबै एकै ज्योतिका किरण हौँ। सुरु गरौँ प्रेमबाट, प्रकृतिबाट, भगवानबाट। ब्याकग्राउन्ड न्यून भजन सङ्गीत। एपिसोड 2 स्क्रिप्ट दयाको बिउ, एक थोपा पानी, एक मुटुको करुणा। जब हामी कुनै जीवलाई माया दिन्छौँ, भगवानले हामीलाई मुटुभरि आशीर्वाद दिनुहुन्छ। दया सबै धर्महरूको आत्मा हो, जुन हातले माया दिन्छ त्यही हातले संसार बदल्छ। एक्सन कुनै पशुपक्षीलाई पानी अथवा खाना खुवाउँदै। र एउटा छोटो र महत्त्वपूर्ण प्रश्न, मैले कुन नामले आफ्नो पेज अथवा च्यानल बनाउँदा ठिक होला? जस्तै यहाँ 5 वटा सजेसनहरू छन्। नम्बर ए भक्ति एन्ड नेचर, नम्बर बी प्रार्थना एन्ड पर्यावरण, नम्बर सी कम्प्यासन भाइब्स नेपाल, नम्बर डी भक्ति प्रकृति साधक, नम्बर ई माया प्रकृति र भगवान। यी 5 टपिक मध्ये सबैभन्दा राम्रो कुन लाग्यो? मानौ एक्जाम्पलको लागि मैले सी कम्प्यासन भाइब्स नेपाल चुने। यो ब्रान्ड नामले मेरो भक्ति, करुणा, प्रकृति र हिलिङ सबै अर्थलाई एकै साथ बोकेको हुनेछ। पहिले एकपटक हेरौँ
यो नाम सुन्दा मानिसहरूको मनले यही चित्र बनाउन सक्छ। अब ब्रान्ड आइडेन्टिटी पूर्ण सेट तयार। ब्रान्ड एसेन्स, कम्प्यासन, फिलिङ, भाइब्स, इनर्जी, नेपाल, रुट्स एन्ड नेचर। ट्यागलाइन अप्सन्स: नम्बर 1 हिलिङ हर्ट्स थ्रो डेभोसन एन्ड नेचर। नम्बर 2 भक्ति, माया र प्रकृतिको यात्रामा। नम्बर 3 करुणा फैलाऊ, आत्मालाई जगाऊ। यी 3 मध्ये कुन मन पर्यो अथवा नयाँ बनाउने? र लोगो कन्सेप्ट वर्णन: यदि चाहेमा यस्तो प्रकारको डिजाइन बनाए पनि हुन्छ, जस्तै रुद्राक्ष, लिफ, हर्ट, नेपाल, हिमाल, सिल्युट, रङ हरियो एन्ड सुनौलो। अब सोसल सेटअप आजै सुरु। प्लेटफर्म युट्युब, फेसबुक पेज, युजर नेम कम्प्यासन भाइब्स नेपाल, अथवा अरू नै टाइटल राख्न मन लाग्यो भने पनि ओके। मुख्य च्यानल चाहिँ युट्युब र फेसबुक। पहिलो 10 भिडियो, फाइनल टाइटल्स रेडी। एपिसोड 1 स्टार्ट विथ डेभोसन एन्ड नेचर, फोकस इन्ट्रोडक्सन। एपिसोड 2 दयाको एक थोपा, फोकस एनिमल केयर। एपिसोड 3 1 मिनट शान्ति, फोकस मेडिटेसन। एपिसोड 4 मिनी भजन लाइक प्रेमको गङ्गा, फोकस डेभोसनल भोइस। एपिसोड 5 गाउँको सौन्दर्य, भगवानको लीला, फोकस रुरल सिम्प्लिसिटी। एपिसोड 6 कसैको पीडा हाम्रो सेवाको अवसर, फोकस इमोसनल मेसेज। एपिसोड 7 नेचर भजन कीर्तन, फोकस भक्ति पर्फर्मेन्स। एपिसोड 8 मायाले संसार बदल्छ, फोकस कम्प्यासन मेसेज। एपिसोड 9 योगा विथ नाम स्मरण, फोकस बॉडी एन्ड सोल। एपिसोड 10 किन यो यात्रा, फोकस योर स्टोरी अथवा माई स्टोरी। नेक्स्ट एक्सन चेकलिस्ट, भेरी इम्पोर्टेन्ट। आजै गर्नुपर्ने यी 5 काम। टास्क युट्युब तथा फेसबुक पेज क्रिएट, टाइम 10 to 20 मिनट। प्रोफाइल फोटो लाइक पोर्ट्रेट विथ रुद्राक्ष, टाइम 2 to 3 मिनट। हेडर नेचर प्लस डेभोसन थिम, टाइम 5 to 10 मिनट। बायो अनलाइन पर्पस, टाइम 2 to 3 मिनट। एपिसोड 1 सुट आजै 10 to 20 मिनट। बायो एक्जाम्पल भक्ति, प्रकृति र करुणा मार्फत मन आत्मालाई हिलिङ दिने प्रयास, कम्प्यासन भाइब्स नेपाल। कन्फिडेन्स बुस्ट मैले मान्नै पर्ने कुरा, मैले क्यामेराको अगाडि बोल्दा म एक्लै छैन, भगवान, प्रकृति र प्रेम म मार्फत बोल्दैछन्। यो मेरो बोलावट हो अथवा कलिङ हो। अब मैले छनौट गर्ने भनेको लोगो र भिजुअल आइडेन्टिटी म कुन स्टाइलमा बनाऊ, जस्तै ए स्पिरिचुअल रुद्राक्ष प्लस लिफ, बी नेचर भाइब्स लिफ प्लस हिमालय, सी हार्ट अफ कम्प्यासन हार्ट प्लस पस प्लस नेचर, डी मिक्स्ड हाइब्रिड भक्ति, प्रकृति, करुणा तीनवटै। र अब एबिसिडी मध्ये एउटा छानेर त्यसै अनुसार लोगो कन्सेप्ट प्लस च्यानल ब्यानर डिजाइन गरेर रेडी गर्नुपर्नेछ। र यहाँ म कुन स्टाइल रोजाउँ भने नम्बर डी मिक्स हाइब्रिड भक्ति, प्रकृति, करुणा प्लस नेपाल सबैको ब्यालेन्स। सबैभन्दा पहिले ब्रान्ड के कसरी देखिन्छ भन्ने भिजुअल मुड बोर्ड बनाएर हेरौँ। यिनै रिफरेन्सहरूको एसेन्स मिलाएर कम्प्यासन भाइब्स नेपालको आइडेन्टिटी बनाउने हो। र अब ब्रान्ड भिजुअल आइडेन्टिटी फाइनलाइज फ्रेमवर्क। कोर सिम्बल्स 4 पिलर्स। सिम्बल रुद्राक्ष ओम टच मिनिङ भक्ति, आत्मिक ऊर्जा, यूज लोगो सेन्टर एलिमेन्ट। सिम्बल ग्रीन लिफ मिनिङ जीवन, प्रकृति, हिलिङ, यूज ब्याकग्राउन्ड प्याटर्न्स। सिम्बल हार्ट एनिमल केयर मिनिङ करुणा, प्रेम, यूज साइड सिम्बल। सिम्बल हिमालय सेल्युट मिनिङ नेपाल, प्युरिटी, यूज हेडर एन्ड ब्यानर। यी चारवटै एकै दृश्यमा तर साधारण, सफा तथा मन शान्त पार्ने स्टाइल। लोगो कन्सेप्ट
3 अप्सन्स। कन्सेप्ट ए, डिभाइन हर्ट इन नेचर। हर्टको भित्र रुद्राक्ष प्याटर्न, माथि हिमालय लाइन, अन्डरलाइन ग्रिन लिफ, स्टाइल सफ्ट हिलिङ स्पिरिचुअल। कन्सेप्ट बी, ओम प्लस लिफ प्लस हिमालय। ओमको फर्मलाई सबटाइटल राखेर हिमालय प्लस लिप्स आउटलाइनले स्याप बनाउने। भोइस डेभोसन सिग्नल। कन्सेप्ट सी, कम्प्यासन एम्ब्रेन्स। 2 हातले हर्ट समाइरहेको, हर्टमाथि एक पन्छी अथवा पशु सेल्युट। ब्याकग्राउन्ड पर्वत प्लस सूर्योदय। यी मध्ये कुन कन्सेप्ट उचित लाग्छ छान्ने र त्यसै अनुसार लोगो डिजाइन बनाउने। र त्यसपछि कलर साइकोलोजी, फाइनल प्यालेट। कलर ग्रिन, मिनिङ शान्ति, प्रकृति र जीवन। कलर गोल्डन और स्याफ्रन, मिनिङ दिव्यता र भक्ति। कलर व्हाइट, मिनिङ शुद्धता र स्पिरिचुअल प्युरिटी। कलर एर्थ ब्राउन, मिनिङ गाउँ प्रकृतिको जरा। कम्बिनेसन ग्रिन प्लस गोल्डन, नेचर प्लस डेभोसन हार्मोनी। टाइपोग्राफी फ्रन्ट स्टाइल, नेपाली सरल सुगम आध्यात्मिक टोन, लाइक मुक्ता पपिन्स नेपाली एडाप्टेड। र इङ्ग्लिसमा क्लिन प्लस सफ्ट राउन्डेड, लाइक क्विक्स्यान्ड और नुनिटो। रिजन, कठोर अक्षरले स्पिरिचुअल भाव घटाउँछ। मेरो ऊर्जा कोमल प्लस गहिरो। च्यानल ब्यानर कन्सेप्ट, युट्युब एन्ड फेसबुक। ब्यानर लेआउट प्लान, लेफ्ट माई पोर्ट्रेट विथ रुद्राक्ष, सेन्टर लोगो प्लस ट्यागलाइन, राइट नेचर प्लस हिमालय प्लस एनिमल केयर। र अब ट्यागलाइन फाइनल अप्सन पिक वन। ए, भक्ति करुणा र प्रकृतिको हिलिङ इनर्जी। बी, हिलिङ हर्ट्स थ्रो डेभोसन एन्ड नेचर। सी, लभ अल सर्भ अल हिल अल। यी मध्ये कुन मनपर्छ? 1 चोइस एन्ड ग्रेट। ओके, यस्तै स्टाइलमा आफ्नो युट्युब अकाउन्ट, फेसबुक अकाउन्ट एन्ड अदर सोसल प्लेटफर्म्सको सिर्जना गरी मैले जति पनि अघि भने अनुसार सब कामहरू कन्सिस्टेन्टली गर्ने हो भने अवश्य म मेरो जिन्दगीको सफल उद्देश्य सिर्जना गर्न सक्नेछु। हवस् त, अहिलेको लागि बस यति नै। नमस्कार।